गते हाम्रो कार्यालयमा चाहिँ पूर्ण रूपमा आगजनी भएको छ। आगजनी पश्चात चाहिँ हामी कहाँ भएका सवारी साधनका ढड्डाहरू, रुट पर्मिटका रेकर्डहरू लगायत सम्पूर्ण भौतिक सामग्रीहरू चाहिँ डढेर नष्ट भएको छ र यदि हामी चाहिँ मूल्याङ्कनकै कुरो गर्ने हो भने झनै 1 करोड जतिको चाहिँ सम्पत्ति हाम्रो गएको छ र भवन मर्मतमा अर्को 1 करोड जति लाग्ला, किनभने अब भवन बस्न उपयुक्त छ छैन भन्ने प्राविधिकबाट टुङ्गो नलाइकन चाहिँ बस्न सक्ने अवस्था छैन।